त्यहाँ रन्दलन छन् भुइँतिर अस्टिना what happened ल हाँसु दे ल यो चाहिँ भएन है उठ्यो माफै उठ्न सके छैन यहाँ हेलो एन्ड नमस्ते सबैजनालाई फेरि पनि दाजुले फ्याफुल्ल छ फेरि पनि हाम्रो अर्को नयाँ भ्लग लिएर आइसकेको छ हजुरहरूको सामने हामी चाहिँ आज चाहिँ फेरि जाँदैछौँ हाम्रो किड्स ग्याङ बोकेर स्केटिङ खेल्नलाई है त है के चाहिँ यता हेलो भनिदिनुहोस् ल हिँड्नुहोस् ल सब किड्स ग्याङहरू छ यता फेरि झ्याप्प यता फेरि बिग बस पनि हुनुहुन्छ यता भान्जी आउनुहोस् आउनुहोस् लु कम छिटो हामी चाहिँ सब निस्किसकेका छ झ्याप्प होइन स्केटिङ खेल्नलाई बच्चाहरूलाई लगेर जाँदैछु फेरि पनि खोइ के हो घाम लाग्यो घमाइलो कि के हो कतिजना छ भान्जी नो प्रब्लम डोन्ट वरी ल हुँदैन लु गेजे कम ओइ गाडी लान्छ है बिस्तारी है बिस्तारी कसको बाबा कर्लाउनु ओइ बाबा कर्लाउनु भइसक्यो तिमीहरू हा एउटा मामा लाछ अस्ट्रा त ठुलो भइसक्यो ठिक पनि हुन्छ कहाँनिर रहेछ लु लु हिँड लु है केटा हो किड्स हो मेरो किड्स हो यहाँ अङ्कलसँग नि है अङ्कलसँग फेरि ढुक्क भेट्छस् तैँले फेरि पासपोर्ट धुलाई भेट्छस् केटा पासपोर्ट धुलाई गेन्जे के खान्छस् रे पासपोर्ट धुलाई खान्छ है हेर न फटा छ क्या ल ल ल स्केटिङ खेल्ने को छ स्केटिङ खेल्ने खोइ सान्नी खोइ सान्नी खोइ सान्नी ल ल ल हिँड्न के त्यस्तो हामी चाहिँ सर यो पेप्सी कोलाको बाटो हुँदै अगाडि पार्कतिर जाँदैछौँ टक्क हाम्रो सान्निध्य जुत्ता लाएर रेडी हुँदैछ भने यता प्रतिजा पनि रेडी हुँदैछ अनि हाम्रो यता केन्जी पनि रेडी खै भान्जी रेडी यो दिनुहोस् मामा राखिदिनुहोस् हस् ओके ल ल मेरो भान्जीको चप्पल खोल्ने टक्क लाउने केन्जी सान्नी रेडी हो ओके कतिचोटि लड्ने हो सानो खालको होइन बच्चाहरूको लागि चाहिँ राम्रो पर्छ जुन को ठिक हुन्छ हेर्नुहोस् न सब रेडी हुँदैछ यतातिर झ्याप्प ल ल ल झ्याप्प लाउने झ्याप्प लाएर लड्ने है सबैजना खुट्टा दिनु भएको छ लड्ने चाहिँ लड लड्ने हो झ्याम झ्याम है कस्तो फिल भइरहेछ राम्रो गेन्जी हाउस फिल गुड रुएर रुन्छ गर्मी हजुर चप्पल पनि लगाइसक्यो ओ लड्छ त नि अब यसरी हिँड्ने नि त यस्तै टक्र टक्र ल त्यहीँ बस त्यहीँ बस न अहिले बाबा आएपछि बाबालाई समातेर लान्छु क्या ओ हो त्यहीँ खेल त्यहीँ
ओ त्यहीँ बस्छ न होइन बहिनीहरू आउँछ एकछिन बस्छ लड्दै खिच्छ ल ल ल अर्को अर्को लड्ने को रेडी तिमी लड्न रेडी हो लड्ने हो तिमी लाउ न छिटो यस्तो क्रस ओ आइसक्यो त अर्को नक्कली एउटा खाने खुट्टा अलिकति यस्तो गर्ने हो खुट्टा अलिकति बाँध्ने गर्नुपर्छ अलिकति यस्तो यस्तो हो त्यस्तो होइन बहिनी पनि खेलिरहेको छ अति मजाले भाइले हेरौ बाबै लड्छ ल एकछिन बसेँ यतिकै बसिरहेको यतिकै बसेँ यहीँ बस न त्यहीँ बस खोइ गेन्जी ल गाइस म पनि रेडी भइसक्यो खेल्न चाहिँ आउँदैन आज पछार्ने हो हान्जी रेडी हो खोइ एलिजा रेडी हो रेडी ल मिठो हान्नुपर्छ ल उठ 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 भान्जी उठ एकचोटि ल हाँस उठे ल यो चाहिँ भएन है उठ्यो म आफै उठ्न सकेको छैन यहाँ अनि हल्लिँदैछ कोहीजना हो यता हाम्रो भान्जी उठेकै छैन अहिलेसम्म कहिले उठ्ने हो छुटाउ छुटाउ म आफै यहाँ हल्लि केटाहरू लडिर खेल्न आउँछ अरे एउटाले म पहिल्यै गइसकेँ अरे कतिचोटि मेरो भान्जी चाहिँ यहाँ जुत्ता लाउँदैछ फेरि यहाँ गाह्रो भयो अरे भान्जीलाई उठ्नै सकेन प्रविशा उहाँ पुगिसक्यो यहाँ गेन्जीले खेल्दा खतरा ओ गेन्जी लडेको थियो ल ल मेरो गेन्जीले खेलिरहेको छ यहाँ बरु मस्त गेन्जी हान्जो हान्जो हान ओ गेन्जी हानेर सान्मी त्यता छ प्रमिसा भान्जी ऊ पर दुईजना बामे सर्दैछ परतिर म त यहाँ एक ठाउँमै अड्किहालेँ झन् सकेन अड्किहाल्यो खेलिरहेछन् मस्त लड गयो रे बाबा ओह ओह भान्जीको हालत यता सोच्छ ओ यता यस्तो छ ऊ हाम्रो गेन्जी दादा खेल्दैछ पुरा मस्त ओ गेन्जी उठेर हो उठेर अरे बाबा ओइ अलिअलि प्र्याक्टिस भएछ अस्टिना come here come here come this side come गेन्जीले खेल्छ बरु गेन्जी बरु यता एलिजा पनि सिक्दैछन् खेलिसक्यो तर उसले नि सिकिसक्यो ओहो हेलो 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 कहाँ सिक्यो नानी प्रतिजा नि यता सिक्दैछन् सान्मी त्यता बामे सर्दैछ भुइँतिर
अस्टिना त्यहाँ रन्दलन छन् भुइँतिर अस्टिना what happened you try you do it म त यहीँ बसेको नसकिने भयो गाइस मेरो गेन्जी छोराले बरु बबाल खेलिरहेको छु गेन्जी गेट अप good boy यता बामे सदैछ दुईजना फेरि गाह्रो छ फटाएर हेलमेट लाउँदैछ यहाँ गेन्जीले के लगाएको थियो हेलमेट लाउँदैछ बच्चाहरू सब लडेर टाउको दुख्यो रे सब हेलमेट लाउँदैछ हेलो गेन्जी गुड नलड है लडियो उठ फेरि हिँड हे बस्न हो खुट्टा भाँच्ने गरी खेल न पुग्यो म यस्तो लडे पुग्यो आएको छ होला भिडियो म यस्तो लडे त्यहाँ लडे यहाँ ल भाइ खेल भाइ र बहिनी खेल्दा छ पर हेर दुईजनाले ऊ त बिचमा गएर खेल्ने हो क्या पुग्यो ओ प्रमिसले खेलेको हेर त्यहाँ ओ गुड मेरो भान्जी प्रमिसल सुत खेलिसक्यो अस्टिनाको नाक गयो ओ हेर एक्लै खेलिरहेको छु देख्यौ कसरी खेलिरहेको छ खुट्टा बङ्गाएर गुड मेरो भान्जी गुड हामीले ल बहिनीले खेलिसक्यो सिकेर उसरी लड्नुपर्छ भने आउँछ नलडिकन आउँदैन ऊ बहिनी एक्लै हिँड्छ बाहिर लस्ट गेट अप you can do it come जुत्ता लाएन ओ गेन्जी हेर गेन्जी एक्लै हिँड्दा छ अगाडि ओए सान्मी हेर बहिनी हो बहिनी हेर प्रतिजा हेर ओए सान्मी हेर बहिनी हिँडेको देख्यौ ओ ल गेन्जी पनि हिँड्छौ ल प्रतिजा पनि ल आऊ ल खतरा छ ल ओ एलिजा त दौडेर हिँड्दा छ हो एलिजा हेर है अस्ति नै एलिजा हेर दौडेको रे एलिजा वान्स मोर फेरि कम दिस साइड ओ दिदी हेर त हजुर को हो यो why are you crying baby why are you crying no come बहिनीहरू हिँडेर सब सिकिसक्यो गेन्जी what happened पानी खाने पानी छैन होला यहाँ त्यहाँ रहेछ ल्याइदिउँ यहाँ त पानी छिर्छ नि त बाहिर गएर खानुपर्छ त्यहीँ गएर ल खिचिदिन्छु ल उठ्नुहोस् ओह देख्यौ बहिनी हेर ल हेर
बहिनीले खेलेको देख्यो बहिनीले खेलेको हेर नि त्यहाँ ल ल ल ल ल ओके ओके ओ लड्यो ओ गेन्जी सर हो त्यसरी खेल्ने आफै ओ हो हो गुड 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 सिक्दैछ ल गुड त्यही हो ल भान्जी आउनुहोस् यता आउनुहोस् कम 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 गुड 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 कम 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 गेन्जी गेन्जी लड्यो आओ आओ कम कम ल गुड 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 मेरो भान्जी ल मेरो भान्जीले खतरा गऱ्यो है ल ल साइमीले नै खतरा गरिरहेको छ अहिले चाहिँ ल है ल है ल हो त्यसरी सिक्ने ल हो म यही लड्ला है हो न टाउको दुख्छ ल खाना खाना फेरि आना उठे फेरि उठ्ने के दुखेर छ र ल फेरि ल खोइ उठेको खोइ हो खोइ फेरि लड्या गेटअप 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 दुख्दैन त्यस्तै हो गेन्जी आयो ल गेन्जी सर आयो गेन्जी सर हिरो उड्नुहोस् उठ भित्रसम्म गयो सान्मी भित्रसम्म गयो अस्ति दिदी भेटाउँछ जानुहोस् Sorry. ल एल्जा गयो आज भान्जे प्रमिसा यता आउनुहोस् यता भान्जी आउनुहोस् माबाट आउनुहोस् गुड भइसकिँदैछ अब ल भान्जी ल Oi, goi, यो बाँधेको सबै देखो यो मगी त्यहाँ कसरी लडेको भिडियो खिच्नु भएन ल फेरि खै मगी त्यहाँ कसरी लडेको भिडियो खिच्नु बीचमा जाऊ बीचमा जाऊ ए केन्जी दादा त डन हो नि यहाँ भान्जी बीचमा जानुहोस् बीचमा छिटो मलाई मर्नु छैन कि बीचमा जानुहोस् न मेरो हात मर्किसक्यो कि
यस्तो लडे हाम्रो भान्जी चाहिँ यहाँ लडी भइसक्यो म त यहाँ 10 चोटि लडिसकेँ होला फेरि एकचोटि रेडी रेडी गेट अप गुड ल गुड सान्मी गुड गुड हो चस्मा लाग्छ माथि चस्मा माथि गुड प्राउड अफ यु गाइस हाम्रो चाहिँ फाइनल टाइम पनि सकिसकेको छ है एकैछिन सकियो 1 घन्टा पनि कता हो यताउता गर्दा गर्दै बितिसकेको छ यहाँ हाम्रो बच्चाहरू अब बाहिर निस्किन्छ ल निस्किनु छोरो उता बाहिर निस्किनुहोस् ल हेर्नुहोस् न त ल गेन्जे यता छोरी कहाँ गएको त कम यहाँ बहिनीसँग त अस्ति बहिनी लग्यो हाम्रो चाहिँ टाइम सकिसकेको छ यता गेन्जी यहाँ हेर्न एउटा फटाला पुगेकै छैन अझै खेल त गेन्जी हाम्रो टाइम सक्यो आऊ छोरो यहाँ अङ्कलसँग कम ल हिँड्छु ओइ हेर न लडेको साला लडेको आइज फटा यता आइज हिँड उता हिँड सक्यो नि त उहिले सम्म त भाइलाई नास्करी खोलिदिनुहोस् त हजुर ल ओके एलिजा कस्तो भयो कस्तो फिल भयो एलिजा हो एकछिन मात्रै लडे म एलिजा अस्टिना म त 10 चोटि लडे होला 10 चोटि त बढी होला है यस्तो दुख्यो प्रतिजा कस्तो फिल भयो हजुरलाई राम्रो भयो गेन्जी कम कस्तो भयो हजुरलाई यता आउनुहोस् न यता हुन्न कस्तो आइसक्रिम खाने हुन्न हुन्न अहिले चिसो लाग्छ किन भर्खर गर्मीबाट खेलेर आएको चिसो लाग्छ अहिले बेलुका खाने बेलुका खाने बेलुका ओके भान्जी हजुरलाई कस्तो भयो कि स्केटिङ खेलेर राम्रो भयो कति राम्रो भयो अनि कसले लिएर आएको नि हजुरले स्केटिङ खेल्नलाई मामाले के भन्न चाहनुहुन्छ नि यता हामी यता त लु बेलुका ल हस् नाना कति फोहोर भइसक्यो अहिले नै ल गाइस हाम्रो स्केटिङ पनि सकियो सक्क मेरो हड्डी पनि सकियो मेरो भान्जीको है गाह्रो छ कुइना सक्यो कुइना लाउनु पर्छ नि त त्यहाँ सेफ्टी लाउनु पर्छ नि त सकिने बेला लाएर हुन्छ त लडेकै छैन है मेरो भान्जी र गेन्जीले कस्तो खतरा खेलेको है ल ओके ल भाइ बहिनीहरूसँग त रोड क्रस गर्ने भाइ बहिनीसँग रोड क्रस गर्ने हो ल यता आउनुहोस् रोड क्रस गर्ने हजुर के भयो छोरालाई वाट ह्यापेन ल हामी चाहिँ गाइस ल आजको भ्लग यति नै हुन सकिन्छ अब घर जाँदैछौँ घर गएपछि त अब नुहाइ सुत्ने काम हुन्छ आजलाई यति नै सबैजनालाई भिडियो हेरेर माया गरिदिनु होला कमेन्ट गरिदिनु होला हामी के भन्न चाहनुहुन्छ कमेन्ट ओ गेन्जी हो गुड लाइक सब्सक्राइब गर्न नभुल्नु होला ओके ल बाई बाई